योभन्दा पहिलो भिडियोमा हामीले धेरै कुराहरू सिकिसकेको छौँ र तक जस्तै अब शिर अक्षरहरू हामीले तीनवटा सिकिसकेको छु। जस्तै रकतक्का लकतक्का सकतक्का भन्ने योहरू चाहिँ हामीले रगो र शिर अक्षर भएको अनि स शिर अक्षर भएको ल शिर अक्षर भएको हामीले तीनवटा चाहिँ सिकिसकेको छु। यो चाहिँ अब यहीँ माथि लेखेको छ, के लेखेको छ भने लातक डुक्नी भनेछ यहाँ चाहिँ होइन, तिब्बती भाषामा लातक डुक्नी। यहाँ 6वटा लातकहरू भनेछ। यो चाहिँ अब लातक भन्ने बित्तिकै हामीले सजिलै बुझ्न सकिन्छ। यो चाहिँ हामीले लातक भनेर पढ्नु पर्यो है। लातक भनेर कसरी पढ्ने भने लातक पनि कतिवटा छ भन्दाखेरि 6वटा छ। त्यो 6वटा चाहिँ के हो भन्दाखेरि अब हुन त यहाँ नेपालीबाट स्पष्ट लेख्नु पर्छ। यहाँ हेर्नुहोस्, का लातक ला, का लातक ला, बा लातक ला, रा लातक ला, सा लातक ला, सा लातक दा। यो चाहिँ दा भन्नुपर्छ। सबैमा ला ला हुन्छ, सबैमा ला 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 भइहाल्यो। यसमा चाहिँ के हुन्छ भने यसमा चाहिँ धा हुन्छ। यो चाहिँ याद गर्नुपर्छ। यसमा बाहेक अरूमा जोड्दाखेरि चाहिँ के हुन्छ भने ला ला मात्रै भएर आउँछ। यसरी बुझ्नुपर्छ होइन। जस्तै हामीले यो काको मुनि माथि का भयो, मुनि काको मुनि ला जोड्दा के हुन्छ भने का लातक ला, का लातक ला यहाँ भयो है, का लातक ला, का लातक ला, गा लातक ला। यो पनि लाए पढ्ने है। तर यो चाहिँ अब हुन चाहिँ यसमा पनि अलिअलि अब फरक खासै आउनुपर्ने हो अब आवाजहरू स्वरहरू, किनभने यो अलग अलग स्वर चाहिँ विद्वान बाहेक हामी जस्तो साधारण मान्छेले चाहिँ निकाल्न सकिँदैन है। त्यसै कारणले सबै हामीले सक्दो यसरी नै पढ्नुपर्छ। यहाँ देखाएको जस्तै काला त ला, अनि गाको मुनि ला जोड्यो भने के हुन्छ गाला त ला भयो। अनि बाको मुनि ला जोड्यो भने बाला त ला। अनि राको यो चिन्ने भयो नि तपाईँहरूले रा होइन, राको मुनि ला जोड्नु भयो भने रा ला त ला भयो। अनि साको मुनि ला जोड्नु भयो भने सा ला त ला। अनि यो साको होइन, यो साको मुनि ला जोड्नु भयो भने सा ला त दा। जस्तै यहाँ उहाँले पनि यहाँ उच्चारण दिनुभएको रहेछ, उदाहरण उहाँले राख्नु भएको रहेछ। जस्तै धा वा है, यो साला त धा भइहाल्यो, यो पछाडिको वा धा वा भनेको चन्द्रमा भनेर नेपालीबाट पनि लेखेर राख्नु भएको रहेछ। अनि फेरि पढ्नु भए काला त ला, गाला त ला, बाला त ला, राला त ला, साला त ला, साला त दा। काला त ला, गाला त ला, बाला त ला, राला त ला, साला त ला, साला त दा है, साला त दा। काला त ला, गाला त ला, बाला त ला, राला त ला, साला त ला, साला त दा। यो चाहिँ दा भनेर पढ्नुपर्छ है। यो चाहिँ यसरी पढ्नुपर्ने हुन्छ। यहाँ चाहिँ 6वटा छ। योहरू पनि हामीले अलग अलग याद गरेन भने यो अब तपाईँले कुनै अक्षर पढ्नुभयो, अब एउटा अक्षर तपाईँले चिन्नु भएन, 6वटा मध्ये 5वटा तपाईँले चिन्नु भयो, तर तपाईँले यो चिन्नु भएन अथवा तपाईँले यो चिन्नु भएन भने तपाईँले पछि अब धावा भन्ने पढ्दाखेरि तपाईँले गाह्रो हुनसक्छ। जस्तै हामीले धावाको ठाउँमा हामीले लावा पढ्यो भने बिग्रिने होइन, मान्छेले बुझ्न पनि सक्दैन। त्यही कारणले विशेष गरी हामीले यो 5वटा मध्ये हामीले यो लास्टको योले चाहिँ हामीले के गर्नुपर्छ भने विशेष गरी ध्यान दिनुपर्ने हुन्छ। किनभने यो पढ्दाखेरि हामीले साला त धा भनेर पढ्नुपर्ने हुन्छ है।